हेलो साथीहरू, आजको मेरो नयाँ मिनी भिडियोमा हेर्नु त एउटा मैले चल्ला मोरेको थियो। चिर्दाखेरि त्यसमा के समस्या आइपरेको छ भनेर मैले तपाईलाई देखाउन गइरहेको छु। तपाईहरुलाई पनि थाहा नहुन सक्छ कुखुरा मर्छ, किन मर्छ, के कारणले मर्छ, मर्यो भन्नुहुन्छ ख्याल दिनुहुन्छ। हेर्नु त के कारणले कुखुरा मरेछ हेर्नु। पेटमा हेर्नु पानी छ कि छैन, पानी पल 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 गरिरहेछ हेर्नु है। अरु के छ यसमा। चिर्दाखेरि हेर्नु त जालो पनि लागेको रहेछ, जालो पनि धेरै लागेको रहेछ क्या, पुरै मुटुसम्म जालो छ हेर्नु। त्यो क्यामेरामा त देखिरहेन त मुटुसम्म जालो छ यो कुखुरामा। यति बढी जालो लागिसकेको रहेछ हेर्नु त कुखुरामा। मान्छेले कुखुरा मर्यो भनेर ख्याल दिन्छ। कुखुरा चिर्ने कलेजो मुटुमा कस्तो छ, के भएको छ, के समस्या छ हेर्ने। किन कुखुरा मर्यो त्यतिकै नख्याल्नु होला क्या। चिरेर हेर्नु, आफ्नो घरमा आफैले सब चिज विचार गर्नुपर्छ। विचार गर्यो भने छिटै ठिक हुन्छ, नत्र पछि गाह्रो हुन्छ। अर्को समस्या पनि यहाँ हेर्नु है, कुखुराको आन्द्रामा घाउ भएको छ, रातो रातो भएको छ यहाँ हेर्नु। यो तपाईलाई यो कक्सीको समस्या पनि देखाएको छ कुखुरालाई। कक्सी लागेको छ कुखुरामा, त्यसैले आन्द्रामा पनि घाउ भएको छ हेर्नु। कक्सी पनि भएको रहेछ। त्यसैले हामीले जहिले पनि कुखुरालाई चिरेर हेर्ने, के छ कसो छैन भने बुझ्ने हैन, के भएको छ। अनि के भन्छ रे, जाँतेलाई पनि चिर्ने, केही समस्या छ कि भनेर। अनि अब हामीलाई यसमा के थाहा भयो भन्दाखेरि इकोलाईको समस्या धेरै देखियो हैन। इकोलाईको समस्या देखियो। अब यसमा के दबाई चलाउने त इकोलाई, त्यो गर्नु पर्यो क्या हामीले। अब इकोलाईमा कुन एन्टिबायोटिकले राम्रो काम गर्छ। अनि यसमा तपाईलाई त्यो मैले भनेको थिएँ नि कक्सी कसरी चिन्ने भनेर मैले यो भिडियो सानो भिडियो हालेको छु भने त एउटा अर्को तरिका पनि छ कक्सी थाहा पाउने। चिसो लागेछ अनि यो दिशा गर्ने सुनिएको छ र घाउ भएको जस्तो छ हेर्नु त। तपाईलाई बाहिरबाट नै थाहा हुन्छ, त्यसैले पानी छ कि छैन त्यो पनि पल पल गरेरै थाहा भइरह। त्योहरू आफूले विचार गर्ने र यसमा अब के दबाई चलाउनु, के राम्रो हुन्छ त्यो दबाई चलाउनु होला। छिटो केले ठिक हुन्छ, त्यो केले ठिक हुन्छ त्यो दबाई चलाउनु होला। र के तपाईहरुले चलाउँछ त्यो पनि सुझाव दिनु होला। मैले चाहिँ पहिला इन्टरफ्लोर चलाउँथे हैन, त्यो भन्दा पनि अहिले राम्रो काम गर्ने तर दबाई चाहिँ महँगो नोभो फ्लोर भन्ने छ। अघि मैले देखाएको दबाई चाहिँ इन्टरफ्लोर भन्ने। यसको पहिला जस्तो रिजल्ट नदेखेको कि तपाईलाई यो भाइरसै बलियो भएको त्यो चाहिँ थाहा भएन। तर आजकल त्यति खासै काम गरेको जस्तो लाग्यो। त्यसैले नोभो फ्लोर हेर्नु अघि मैले भनेको थिएँ नि, यसको रिजल्ट चाहिँ राम्रो छ, हल्का हार्ड छ र महँगो पनि छ। र यसले चट्टै छिटो ठिक गर्छ भनेर यो दबाई चलाएको मैले, राम्रै काम गरिरहेको छ। इन्टरफ्लोर 3-4 दिन चलाए काम गरेन, त्यही कारणले यो चलाए। तपाईहरुले चाहिँ के चलाउनु हुँदो रहेछ, कक्सीमा के चलाउनु हुन्छ हैन, मलाई पनि भन्नु होला। र सुझावहरु पनि साटासाट गरौँ के तपाईले चलाउनुहुन्छ। मैले यो चलाएको पनि भर्खर भयो, धेरै त चलाएन। पहिला इन्टरफ्लोर नै चलाउँथे मैले पनि, तर खोइ कामै गरिरहेन आजकल। आजको यो भिडियोमा धेरै कुरा नगरौँ, अर्को भिडियोमा बनाएर फेरि तपाईहरुलाई के कसो छ भनेर भन्छु। आजको लागि चाहिँ यो भिडियो यही समाप्त गरौँ, धेरै लामो नि भयो भिडियो। अर्कोचोटि फेरि कुरा गरौँ। हस् त, धन्यवाद।